श्रीमद् भगवद गीता को 16 अध्याय को 6 नंबर को श्लोक में भगवान श्री कृष्णले अर्जुनलाई फेरि यसरी सम्झाउनु भएको छ कि द्वौ भूता सर्गौ लोकेस्मिन् दैव आसुर एव च दैव विस्तरस प्रोक्ता आसुरम पार्थ मे शृणु। अब के भन्नुभयो त भन्दा हे अर्जुन, यस श्लोकमा प्राणीहरूको दैवी र आसुरी दुई प्रकारका स्वभावहरू मानिएको छ र यिनै दुई प्रकारलाई दुई जात पनि भनिएको छ। दैवी प्रकृतिको विस्तारपूर्वक वर्णन गरियो। अब आसुरी स्वभावहरूको आसुरी प्रकृतिको पनि विस्तारपूर्वक वर्णन मबाट सुन भनेर भगवान श्री कृष्णले अर्जुनलाई यसरी भन्नुभएको छ। हरे कृष्ण।